Namaste everyone. I am Ram Kazi Kharka, a professional teacher of English language in Nepal. Uh, विशेष गरी आज म एउटा नयाँ कुरा नयाँ त होइन एउटा शिक्षण सिकाइ क्रियाकलाप अथवा शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत रहेर भेरी इम्पोर्टेन्ट एउटा फेज अथवा फ्रेमवर्कको बारेमा कुरा गर्न गइरहेको छु. Yeah, this is not a new topic, but just the sharing of my experience or knowledge only. यो एउटा अनुभव अथवा एउटा ज्ञानको चाहिँ अलिकति छलफलको क्रममा एउटा सानो भिडियो बनाएको मैले र विशेष गरी आजको छलफल भनेको यो भिडियो मार्फत चाहिँ मैले यो समालोचनात्मक चिन्तन अन्तर्गत रहेर शिक्षण पेसाप्रति भनौँ न रहनुभएका शिक्षक अथवा विद्यार्थीहरूको लागि एउटा यो प्रक्रिया अहिले भर्खर मैले भने नवीनतम चिन्तन अथवा समालोचनात्मक चिन्तन अन्तर्गत रहेर एबिसी फ्रेमवर्क अन्तर्गत कसरी क्रियाकलाप गराउने भन्ने कुरा. यो चाहिँ एबिसी फ्रेमवर्क इन लर्निङ फेसिलिटेसन प्रोसेस भनेको सिकाइ सहजीकरण प्रक्रिया अन्तर्गत रहेर कुनै पनि विषयको शिक्षकले कसरी अपनाउने त यो एबिसी फ्रेमवर्क भन्ने कुरामा कुरा गर्न गइरहेको छु. र विशेष गरी यो शिक्षक सेवा आयोगमा पनि एकदम इम्पोर्टेन्ट पनि छ. यो क्वेसन बारम्बार सोधि पनि रहन्छ र विशेष गरी यो पेसामा शिक्षण पेसामा आबद्ध हुनुभएका शिक्षकहरूको लागि यो एकदम इफेक्टिभ फ्रेमवर्क पनि हो. यो कसरी विद्यार्थीहरूलाई उत्सुकता जगाउने, कसरी विद्यार्थीहरूलाई सिकाइप्रति एकदम एङ्गेज गराउने र उनीहरूको प्रतिबिम्बन सहित कसरी चाहिँ शिक्षण सिकाइ क्रियाकलापमा अथवा शिक्षण सिकाइ क्रियाकलाप अथवा सिकाइ सहजीकरण प्रक्रियामा चाहिँ उनीहरूलाई एकदम भाग लिने अवसर दिँदै कसरी बुझाउने भन्ने प्रक्रियाको एकदम इफेक्टिभ फ्रेमवर्क हो. ए फर एन्टिसिपेसन, उत्सुकता जगाउने फेज हो. उत्सुकता जगाउने चरण एन्टिसिपेसन. बी फर बिल्डिङ नलेज हो, ज्ञानको के गर्ने उपयोग गर्ने त्यहाँनिर त्यो चरण भयो. अनि अर्को छ कन्सोलिडेसन. कन्सोलिडेसन भनेको चाहिँ सुदृढीकरणको फेज, सुदृढीकरण चरण भयो. अब यहाँ बुझ्नुपर्ने कुरा के छ, what is anticipation or what different activities we have to do in anticipation phase. एन्टिसिपेसन फेज उत्सुकता जगाउने चरणमा के प्रक्रिया हुन्छ त, विद्यार्थीहरूको लागि सिकाइप्रति कसरी आकर्षित गर्ने, कसरी उत्सुकता जगाउने भन्ने कुरा चाहिँ यहाँनिर हुन्छ. एक्टिभेट गर्ने. We have to activate the students in learning facilitation process or learning process. सिकाइ प्रक्रियामा कसरी उत्सुकता जगाउने भन्ने कुरा. अब हामीलाई थाहा छ सिधै हाम्रो लेसन प्लान हो, पाठ योजना अन्तर्गत रहेर एकैचोटि हामीले गएर सिधै विषयवस्तुमा प्रवेश गरेर भन्न थाल्यौँ भने विद्यार्थीहरूले नबुझ्ने अथवा विद्यार्थीहरू एकदम रेडिनेस भनेको तयारी छैनन् भने त्यो बुझाउन गाह्रो हुन्छ, हामीले गाइडेन्स गर्न गाह्रो हुन्छ, फेसिलिटेसन गर्न गाह्रो हुन्छ हो. त्यसैले हामीले के गर्नु पर्यो, उनीहरूको प्राप्त ज्ञान, सुन्नुहोस् है, एन्टिसिपेसन फेज भन्ने उत्सुकता जगाउने चरण भनेको विद्यार्थीहरूले केही न केही ज्ञान अलरेडी
अक्वायर्ड अर लर्न गरेका हुन्छन्, प्राप्त गरेका हुन्छन्, सिकेका हुन्छन् केही न केही ज्ञानहरू। त्यसैले उत्सुकता जगाउने, उनीहरूको रिफ्लेक्सन प्रतिबिम्बन गर्ने। जस्ट दिस फेज इज जस्ट फर द ब्रेन स्टर्मिङ हो। ब्रेन स्टर्म गर्ने भनेको मस्तिष्क झन्झा होइन, एक किसिमको चाहिँ के गर्ने, दिमागलाई एक्टिभेट गराउने फेज हो, जहाँ चाहिँ विद्यार्थीहरूले अनुमान गर्ने, प्रेडिक्सन गर्न सक्छन्, आफ्नो प्राप्त ज्ञानहरू सेयरिङ गर्न सक्छन् र केही क्वेसनहरू हामीले गर्न सक्छौँ पाठ रिलेटेड। उनीहरूले चाहिँ के गर्न सक्छन्, वेदर दे आर राइट or wrong, whether their answer is correct or incorrect, it doesn't matter। तिनीहरूले दिएको उत्तर अथवा एउटा रिप्लाई हुन्छ नि, जवाफ, त्यो चाहिँ सही हुन नि सक्यो, सही नहुन नि सक्यो, त्यसमा हामी फोकस हुँदैनौँ। तर विद्यार्थीहरूलाई अथवा सिकारुलाई हामीले के गर्छौँ, त्यो आजको छलफल अथवा त्यो पाठ योजना प्रति एकदम उत्साहित गर्ने हो। मस्तिष्क मन्थन अथवा मस्तिष्क झन्झा भन्छ, ब्रेन स्टोर्म गराउने, एक्टिभ गराउने, मोटिभेट गराउने अथवा क्युरियस बनाउने कुरा, यो चाहिँ के भयो, एन्टिसिपेसन फेज। यु क्यान आस्क सम क्वेसन्स, यु क्यान सो सम पिक्चर्स, वाट एभर यु वान्ट टु मेन्सन इन योर लेसन प्लान होइन। आफ्नो लेसन प्लान कस्तो छ त्यही गरी विभिन्न एक्टिभिटिज गराउन सक्नुहुन्छ। यो भनेको रिफ्लेक्सन फेज, प्रेडिक्सन फेज, यो किसिमको हो। र अब बिल्डिङ नलेज हेर्नुहोस् है, बिल्डिङ नलेज फेज भने चाहिँ के हुन्छ, अब तपाईँले के क्रियाकलाप गराउनुहुन्छ। तपाईँले समूह निर्माण गर्न सक्नुहुन्छ, पेयर वर्क, ग्रुप वर्क, डिफ्रेन्ट एक्टिभिटिज होइन। हामीलाई थाहा छ विभिन्न किसिमको एक्टिभिटिजको डिफ्रेन्ट गेमहरू हुनसक्छ। तपाईँको विषयवस्तु कुन विषयमा तपाईँले शिक्षण सिकाइ सहजीकरण गर्दै हुनुहुन्छ त्यसमा भर पर्ने भयो। तपाईँको लेसन प्लान कस्तो छ, के एक्टिभिटिज चाहिँ सुइटेबल छ त्यो पाठ योजनामा भनेर कस्तो सामग्रीहरू प्रयोग गर्दै हुनुहुन्छ तपाईँले, त्यसको आधारमा तपाईँले के गर्दै हुनुहुन्छ। अब विद्यार्थीहरूले पहिला प्राप्त गरेको ज्ञानमा द्याट नलेज माइट बी इन्कम्प्लिट, उनीहरूले प्राप्त गरेको ज्ञान चाहिँ अपूर्ण हुन सक्छ। अब तपाईँले पूर्ण गराउँदै हुनुहुन्छ, तपाईँले सहजीकरण गर्नुहुन्छ हो। सम्पूर्ण ज्ञानहरूको बारेमा यथार्थ कुरोमा विद्यार्थीहरूले बुझ्ने कोसिस गर्छन् र तपाईँले बुझाउनुहुन्छ। र लास्टमा के हुन्छ, कन्सोलिडेसन। कन्सोलिडेसन भनेको सुदृढीकरण फेज भन्छ। सुदृढीकरण भने के हो, आफ्टर बिल्डिङ नलेज दे आर भेरी क्लियर अबाउट द म्याटर। विषयवस्तुमा एकदम क्लियर हुन्छन् तिनीहरू क्लियर कसरी, अब एक्टिभिटिज कसरी गराउन सकिन्छ। तपाईँले सपोज फर इक्जाम्पल एउटा इङ्ग्लिसको पोएम पढाउँदै हुनुहुन्छ, पढाउने भन्नाले सहजीकरण गर्दै हुनुहुन्छ। तपाईँले विभिन्न किसिमको क्वेसन गर्न सक्नुभयो, त्यससँग सम्बन्धित विभिन्न भनौँ न त्यसमा वार्म अप एक्टिभिटिज हुँदै आयो एन्टिसिपेसनबाट। बिल्डिङ नलेजमा तपाईँले समराइजेसन, डिफ्रेन्ट एनालाइसिस होइन विभिन्न गराउनु भयो, त्यससँग सम्बन्धित विभिन्न क्रियाकलाप गराउनु भयो र त्यहाँबाट स्टुडेन्टले विद्यार्थीको चाहिँ अथवा सिकारुको बुझाइ भयो। अब के हुन्छ, दे अन्डरस्टुड हो, तिनीहरूले बुझे। अब कन्सोलिडेसनमा के गर्न सक्नुहुन्छ, कन्सोलिडेसन भनेको कस्तो हो, त्यहाँनिर यु क्यान मेक थिङ्क, पेयर एन्ड सेयर होइन, सोच्ने, पेयर जोडी बनाउने र सेयर गर्ने विभिन्न एक्टिभिटिज गराउन सक्नुहुन्छ। डिबेट, वान अफ द बेस्ट एक्टिभिटिज इज डिबेट अर केही भन्न लगाउने अथवा कम्प्रिहेन्सन भनेको बुझाइ, केही क्वेसनहरू गर्न सक्नुहुन्छ तपाईँले। समरी राइटिङ अर रिलेटेड टु द टपिक यु क्यान आस्क टु राइट प्याराग्राफ अन
रिलेटेड टपिक, सम्बन्धित एउटा टपिक दिएर भनेको शीर्षक दिएर तपाईँले केही लेख्न लगाउन सक्नुहुन्छ। भनेको मतलब यो हो कि सम्बन्धित विषयमा अथवा त्यस टपिकमा उसको बुझाइ कम्प्लिट भयो कि भएन, उसको बुझाइ के रह्यो, त्यो भन्ने कुरा चाहिँ के भयो, कन्सोलिडेसन फेज भयो। यसरी एक्टिभिटिज गराउँदाखेरि अथवा विभिन्न सिकाइ क्रियाकलापहरू गराउँदाखेरि शिक्षकले यस्तो एबिसी फ्रेमवर्क अन्तर्गत रहेर गराउन सकियो भने of course, obviously, the students will learn very actively, very interestingly, very quickly. Okay, thank you.